There is this old saying, एउटा मान्छेलाई माछा देऊ उसले एक दिन खान्छ, तर त्यही मान्छेलाई माछा मार्न सिकाऊ उसले जीवनभर खान्छ। तपाईहरुलाई लागिरा होला म किन भन्दैछु भनेर, किनकि आई एम दैट मान्छे। यो भनाइ जसरी नै सबैजनाको सिक्ने जर्नी कतै न कतैबाट सुरु हुन्छ। मेरो सुरु भएको भनेको 19 वर्षदेखि थियो। द्याट वाज माई फर्स्ट टाइम वर्किङ। अब अहिले करेन्टली म मेरो 20s मा छु अनि अझै पनि आई एम स्टिल लर्निङ एन्ड ग्रोइङ डे बाई डे। तर एउटा कुरा, काम सँगसँगै अलवेज देयर इज वान थिङ विच कम्स अलङ साइड इट, विच इज स्ट्रेस, बर्नआउट हुनु। अब यिनीहरू भनेको सेम साइड हो एउटै कोइनको, सधैँ हुन्छ। ल के चाहिँ उपाय होला त आफ्नो माइन्डलाई फ्रेस र आफ्नो प्रोडक्टिभिटीलाई इम्प्रुभ गर्नलाई? Well, I guess you already know the answer. You take a break. अब ब्रेक लिनु नि धेरै प्रकारको हुन्छन्। कोही भन्ने अनलाइन गेम वा फिजिकल गेम खेल्न चाहन्छन् भने त कोही साथीभाइहरूसँग समय बिताउन रुचाउँछन्, अनि कोही हुन्छ आफ्नै पर्सनल स्पेस इन्जोय गर्ने। अनि आउँछ हामी जस्तै जसलाई चाहिँ एकदमै घुमघाम एडभेन्चरहरू मनपर्ने। सो टुडे वी गो हाइकिङ। अब नयाँ बाटोको खोजीमा, नयाँ एडभेन्चरको खोजीमा र नयाँ रमाइलोको खोजीमा नयाँ बाटो छिरेको त पछि त यस्तो भयो त। जङ्गल के बीच में है हम। त्यो नर्मल राउट हुन्छ नि त, ढुङ्गाहरू छापेको स्टेयरकेस, त्यो भर्याङ चाहिँ देखाएको छैन अहिलेको लागि चाहिँ। इन्स्टिङमा गएर हामी अब पुग्ने हो कि होइन थाहा छैन। हम लापता नहीं हुए है। ये ऑल कैलकुलेटर था। Look at it. Solid. कसो भइरहेछ? How are you feeling? Oh, त्यो आए। वो बल्ल भयो। Have you ever felt a southern night, free as a breeze, not to mention the trees, whistling tunes that you know and love so? Southern nights, just as good even when closed your eyes. I apologize to anyone who can truly say that he has found a better way. So, look at this place, man. Southern skies. Have you ever noticed southern skies? Second, or should I say, बिचको भागमा अब त उतै माथिको त्यो that's our final destination हैन? Final destination. Not the final destination one हैन? हाम्रो जे होस् गन्तव्य चाहिँ त्यहाँ हो। रमाइलो थियो यहाँ, एकछिन बस्यो होइन, एकदमै फ्रेस भयो, एकदम दामी राम्रो भ्यू छ। अहिलेसम्म चाहिँ पानी परेको छैन, होप पानी नपरोस्, तर जुगा चाहिँ अलि लगाइरहेको छ अगाडि हेर्नु न ठाउँ। ओ माई गड, लुक एट दिस। क्यामेराले क्याप्चर गर्न सकेको छैन, बट इन रियालिटी चाहिँ एकदम राम्रो छैन यो भ्यू चाहिँ। समटाइम्स होइन, यु सुड टेक ब्रेक। यस्तै हाइकहरू गइरहनुपर्छ, माइन्ड फ्रेस गराइरहनुपर्छ। हेक्टिक लाइफस्टाइलहरूबाट कहिलेकाहीँ फ्रेस गर्नुपर्छ, हो कि होइन? रक्षा केही ज्ञान दिनुहोस् न त, पिस अफ एडभाइस। सरी ल, प्लिज पिस अफ एडभाइस वन्स अगेन। सल्लाह डब्लु आफ्नो स्टामिना चेक गर्न पनि हो है। डब्लु हुन्छ नि, सरी, डुब्ली भी, डुबुल माइन्डसेट। The trail is
some more like this, and every group has their friend, which way you turn, while feeling that our love is not your concern. Do you see that? We have reached our destination. Just one more minute, one last steps. Right there. That is our destination. Set me down again as the days stand up on end. You got me wondering how I lost reflection, but I see it in your eyes. Though I'm beside you, I can't carry the So naturally, no? I'm done view. Do you want to see the view? Now I'm gonna take you to another spot, and जहाँबाट चाहिँ एकदम राम्रो मिठो एकदम के भन्छ त्यसलाई मेजेस्टिक एकदमै ब्युटिफुल भ्यू देख्छ यो चाहिँ भ्यू टावर भयो एन्ड आम गन बी टेकिङ यु टु नेक्स्ट स्पट जहाँबाट भ्यू राम्रो देख्छ लेट्स गो मुनि झऱ्यो अब चाहिँ लेट्स गो टु आवर नेक्स्ट स्पट ल जादु है म कसरी आइपुगेँ कम लेट्स आई विल सो यु द भ्यू कम ये देखिए लुक एट द भ्यू ममा From here, you can see, sorry, 180 degree देख्छ हैन It was good. आज हाइक चाहिँ रमाइलो छैन फ्रेस भयो लगो हामी बिहान हिँडेको 8 बजेदेखि होला अनि लेट मी डबल चेक 8 बजेदेखि हो 8 बजेदेखि हो अनि अहिले चाहिँ करेन्टली 11 बजे भन्नु 11 बजे आइपुग्यो माथि रफली अराउन्ड 3 आवर्स जति बिस्तारै आउँदा हामी त्यस्तो हतारमा त छैन रेस हैन रेस छैन सम पिपल फाइन्ड इट अ रेस हैन कसैलाई त्यस्तो हुँदैन नि त इट्स अफ द जर्नी नि त डेस्टिनेसन हुँदा नि जिस्काइ फेरि नो अफेन्स त्यही हो अहिलेको करेन्टली द भ्यू इज राम्रो छ हैन अलिकति बादलहरू छ कालो कालो बादलहरू छ हैन यतातिर प्लिज या लुक एट दिस द्याट्स अ नटी क्लाउड है त्यो चाहिँ बदमास है त्यसले चाहिँ दुःख दिन्छ हैन हामीलाई वेयर दिस इज अ गुड वान त्यसले चाहिँ राम्रो गर्छ तर अलि सङ्केत हेर्दा चाहिँ अलि छिटै निस्किन पर्छ जस्तो छ सो माहौल हेर्दा अनुसार पानीले बित्छ जस्तो छ हैन सो विल बी इन्जोइङ हियर स्टेइङ हियर फर सम टाइम एन्ड देन विल बी हेडिङ डाउन है अब एकछिन चाहिँ अब एकछिन रिफ्युल नै गर्नु पर्यो यहाँ एकछिन खाम हैन भर्खर आउँछ एकछिन बसौँ वी क्यान इन्जोय द भ्यू एन्ड ह्याभ सम फन वाइल टकिङ विथ इच अदर To my knowledge, Jama Chowk is roughly around 2,400 meters, and it's one of the highest point alongside what do you call that? Chandragiri. Chandragiri is uste elevation ma hola. I don't know. I'm a research it na garera. Ma jaso lagcha ya these two are the highest point bhanau na Kathmandu ko लागि चाहिँ बुझा अनुसार
अब त्यही भन्ने सुनेको थिएँ मैले त्यही भन्नु भने हो यता शिवपुरी डाँडा पनि छ उतातिर अनि चन्द्रगिरी चाहिँ यतातिर भयो एन्ड दिस जामाचोकको एन्ड इट्स पिसफुल लास्ट डे रमाइलो छ होइन पिसफुल छ इफ यु यहाँ चाहिँ एकदम लाइक हाइक गर्ने टाइप के छ कि भन्नाले हुन्छ नि सम प्लेसेस आर लाइक अहिले त्यो हाइक भन्ने मात्रै पनि यो चाहिँ लाइक लिजिट हाइकै हो क्या 2 घन्टा त प्योर कालै चढ्नुपर्छ होइन अनि बिचमा स्टप्सहरू छ होइन बस्नलाई खुल्ला ग्राउन्ड छ त्यहाँ बस्न मिल्छ एन्ड लिटरली दिस इज जस्ट वान अफ द बेस्ट ट्रेल भनौँ न काठमाडौँ भ्यालीको भित्रको मलाई पर्सनली मनपर्ने चाहिँ भ्यू पनि आफै बोल्छ देयर इज नथिङ फर मी टु से होइन झन् अहिले अलिकति यिनीहरू खुल्या छ नत्र भए त माउन्टेन रेन्ज एभ्री सबै माउन्टेन रेन्ज खुल्थ्यो यार त्यही हो पिसफुल खाजा नि खायो अनि एकछिन बसिरह अब एन्ड विल बी हेडिङ डाउन अनि त्यही नै हो इट्स फन है पिसफुल लेट मी रेस्ट फर अ व्हाइल हियर सो जामाचोक चाहिँ यता एउटा मन्दिर छ एन्ड यता एउटा मन्दिर / स्तुपा छ होइन सो यता चाहिँ लगभग वी हेभ 3 मन्दिर जस्तै भनौँ न मन्दिर भनौँ पूजाहरूलाई one being that one and the one being this one and the final one being this one खै यहाँ के लेखेर छ नेपाल टमाट I don't know what is written there मलाई अलि गाह्रो हुन्छ पढ्न नेपाली होइन सरी त्यही लेखेको अलि यहाँ मूर्तिहरू चाहिँ छ यता यहाँ छ भगवान्को मूर्तिहरू यता छ होइन अनि यता क्यान्डल्सहरू यता छ सो बेसिकली अहिलेसम्म देखेको अनुसार चाहिँ यता जामाचोकभरि चाहिँ वी हेभ दिस मन्दिरहरू हुन्न बट एभ्री टाइम सधैँ म आउँदाखेरि यहाँ किन म हुन्छु अमा हुन्छु कि म हिँडिराख्नु मन लाग्छ अरे ठाउँ लुक एट दिस म्यान सधैँ यार सो गुड त्यहाँबाट यसरी चढ्दै वी रिच्ड हियर यता घाम पर्दा चाहिँ यता चाहिँ पुरा पानी पर्ला जस्तो भइरहेछ क्या